गुड इभिनिङ एभ्रिवान। हामी जाँदैछौँ घान्द्रुकको गुरुङ बस्ती। गुरुङ बस्तीलाई चाहिँ यसरी हामीले यहाँबाट निहाल्दैछौँ। गुरुङ बस्ती यस्तो इभिनिङमा पनि एकदम रमाइलो हुँदो रहेछ। अनि यसरी यहाँ पुरै गब्ली छ है गुरुङ बस्ती। हामी चाहिँ अहिले हिलटप लजमा डिनर गर्दैछौँ। अनरले आफै हामीलाई सर्भ गर्नुहुँदैछ, एकदमै राम्रो। यस्तो चाहिँ मध्यपश्चिमतिर मात्रै राम्रो छ। बाबु हेर न सनराइज कस्तो दामी देखिरहेको छ। ल हेर्नुहोस् है, घान्द्रुक भिलेजबाट हामी हिलटप लजमा छौँ र हिलटप लजको चाहिँ टप फ्लोरबाट सनराइज भ्यू दामी देखिरहेको छ। Look at the sunrise, bro. एकदमै राम्रो दृश्य। कस्तो दामी देख्यो त सनराइज। स्पाइडरम्यान सनराइज दामी देख्यो। माछा पुछ्रे हिमाल छेउ हामी चाहिँ यहाँ हिमाल हेर्दै रमाउँदैछौँ। माछा पुछ्रे हिमाल, अन्नपूर्ण हिमाल, अनि हिमचुली, मार्दी, यो हिमालहरू हेरेर हामी एकदम रमाइलो भइरहेछ। एकदम मजा आइरहेछ। यसलाई चाहिँ गुरुङ ब्रेड भन्दो रहेछ। अनि गुरुङ ब्रेड खाँदैछौँ। कस्तो हुन्छ ल टेस्ट गर्नु। के अरे बाबु चाहिँ यहाँ घोडा चढ्न खोज्दैछ। उसले पहिले कन्याममा पनि चढेको, अब यहाँ पनि चढ्दैछ है घान्द्रुकमा पनि। यता तान राइट हो। यस, घोडा आयो, राइड गर्न आयो हो गेममा। कस्तो भयो? डर लाग्यो बाबु? दामी के हो यार? काउबोय हुन्छ क्या हो? काउबोय हो लियोनल द काउबोय। ए जानु त छोराले त। यो कहिलेदेखि सञ्चालन गर्नुभएको छ? कस्तो व्यवसाय छ? थोरै कुरा भनिदिनुहोस् न। ए हजुर, यो चाहिँ नि लगभग 30-40 वर्ष भयो। हजुर। अनि यो 72 सालमा एउटा भूकम्प आयो नि। हजुर हजुर। त्यसमा चाहिँ नि अलिकति यो घर चाहिँ नि ड्यामेज भयो, अलिक क्र्याक भयो। त्यस कारणले फेरि पछि यस्तै ट्रेडिसनल खालको थियो। हजुर। अनि त्यसपछि यहाँ गाडीहरू आउने, ट्रकहरू आएपछि यो सामानहरू आउँछ भनेर यो सिमेन्टी छतहरू हो यस्तोहरू यहीँ आएपछि बनाऊँ न भनेर यसो चाहिँ नि निर्वाह बनाएको बाबु। यहाँ त हेर्नुहोस्, पहिला त किसानै हो। किसानै हो। अब कोदो, मकै, जौहरू, गहुँहरू, अब यस्तोहरू यो किसानमै निर्भर थियो यहाँ। अनि चाहिँ नि यो भेडा गोठहरू अनि भैँसी पाल्ने, भेडा पाल्ने हो, यो हिसाबमा थियो के अरे। अहिले चाहिँ नि यो हल्का फुल्का यो पर्यटकहरू चाहिँ नि यो निकै साल भयो, 60-65 वर्षै भयो होला यो हल्का चाहिँ नि यो पर्यटकहरू आउन लाग्यो। अनि अहिले चाहिँ नि नेपाली हाम्रो चाहिँ नि नेपालीहरू पनि आउन लाग्यो घुम्नको लागि। गाडी आयो। पहिला चाहिँ नि यहाँ हिँडेर आउने हो बाबु, पोखराबाट। ए हजुर हजुर, ट्रेकिङ नै हिँडेर आउने हो। 1 दिन 2 दिन लाएर हिँडेर आउँथ्यो। र अहिले चाहिँ नि यो पर्यटकहरू अलिक घट्यो। कारण चाहिँ? हजुर, पर्यटक भन्नाले विदेशीहरू। ए हजुर। यो पहिला उनीहरू हिँड्न आएको थियो, हिँड्नलाई मन पर्ने। अहिले गाडी आएपछि पर्यटकहरू अलिक कम भयो कि पहिला भन्दा।
तर नेपाली पर्यटकहरू चाहिँ जुन हाम्रो स्वदेशी पर्यटकहरूको सङ्ख्या चाहिँ अलिक बढेको होला सायद अलि बढेको छ विदेशीहरू यो चाहिँ नि हाम्रो नेपाल घुम्न आए नि हजुर उनीहरू हिँड्न मन पर्दो रहेछ कि उनीहरूलाई यो मोटर चढ्ने होइन कि हिँड्न मन पर्ने हजुर उनीहरू हिँड्ने मन पर्दो रहेछ त्यो गाडी चढ्न मन नगर्दो रहेछ अब सक्दै नसक्नेहरू त चढ्नै पर्यो र उनीहरू चाहिँ नि प्रायः चाहिँ नि यो हिँड्नलाई रुचाउने उनीहरू घुम्न आउनेको लागि हिँड्नै मन पर्दो रहेछ कि त्यही त यहाँबाट विशेष त तपाईँको 4वटा हिमाल देखिँदो रहेछ राम्रो भएको बेलामा चाहिँ एकदमै मनमोहक दृश्य देखिँदो रहेछ अनि थोरै हजुरको यो जुन हिलटप लज छ यो हिलटप लजको चाहिँ अब हामी पनि हिजो बेलुका बस्यौँ अब अहिले ब्रेकफास्ट खायौँ एकदमै राम्रो हजुर पनि एक्टिभली लागिराख्नु भएको छ हजुर सँगसँगै छोराले पनि एकदम राम्रो व्यवसाय गरिराख्नु भएको रहेछ उहाँको एकदम सर्भिस राम्रो फिल्डमा चाहिने सबै गुण उहाँहरूसँग रहेछ अनि जुन मेरो यहाँ साथीभाइहरू पनि कोही अब यता आउन चाहनुहुन्छ भने चाहिँ उहाँहरूलाई यहाँ हिलटप लजमा बस्छु भने एकदम तपाईँलाई राम्रो सर्भिस पाउनुहुन्छ भन्ने चाहिँ म एस्योर गर्छु अलिकति हल्ला गर्छ अनि पर्यटक विदेशीहरू सुत्छ अनि चाहिँ हामी नेपालीहरू फेरि अलिअलि खाएपछि नाच्छ अलि हल्ला गर्छ हाम्रो बानी नै त्यस्तो छ नि त कोही फेरि बिहान चाहिँ बेलुका बस्यो नि विदेशीहरू बस्यो नि बेलुका अलिकति हल्ला भयो बिहान त्यो रिसाएर चाहिँ नि बिहान ब्रेकफास्टै नखाइकन भाग्न खोज्छ भने बिल चाहिँ नि तिर्छु म जान्छु भन्नेमा उसको कन्सेप्ट हुँदो रहेछ त्यही भएर अब हामीले पनि चाहिँ अब विदेशीहरूको पाहुनाहरू आउनुहुन्छ उहाँहरूको बिजनेस हो होइन अब हामीले पनि अलिकति सभ्य भएर सिभिलाइज भएर चाहिँ इन्जोय गर्नुपर्छ अब नाच्ने हल्ला गर्ने त पोखरा गएर पबमा गएर बारमा गएर डिस्कोमा गर्दा भइगयो नि होइन तर यहाँ त हामी एउटा नेचरसँग घुलमिल हुन आएको हो नि त नेपालीहरू अब चाहिँ नाच्नु पर्यो यसो हल्ला त भइहाल्छ त्यो हुँदाखेरि उनीहरूलाई चाहिँ अलिक त्यो डिस्टर्ब हुँदो रहेछ बिहान त फेरि अलिकति उस भएर उनीहरू के अलि उस भएर पैसा तिर्छु गइहाल्नु पर्यो भन्ने मनमा लाग्दो रहेछ कि तिनीहरूलाई मिलाएर राख है बाबु यसो अब जस्तै आज नेपालीहरू कतिको आएको छ अनि चाहिँ कोही त हल्लै गर्ने हुन्छ है अनि उसो गरेर फेरि विदेशी र नेपाली जुदाई दिएर फेरि नराम्रो होला त्यो चाहिँ मान्छे हेरेर विचार गरेर चाहिँ गर्नु पर्यो अब त्यो कुरामा नि यस्तो चुनौतीहरू चाहिँ हुँदो रहेछ अब चुनौती सामना गर्दै सिक्दै त जाने हो हामीले त्यही हो नि बाबु त्यही हजुरहरू सबै दाजुभाइ नै हुनुहुन्छ यहाँ 13 दिने दाजुभाइ लगभग हजुरको यो गुरुङ बस्ती घान्द्रुङमा सबै आफन्तै हुनुहुन्छ टाढा टाढाको माता परे पनि आफन्त नै हुनुहुन्छ यहाँ प्राय घान्द्रुके सबै चिन्छ अब हामी यहीँ जन्म्यो अब चाहिँ नि यहाँ चाहिँ नि कति सय वर्षदेखि हाम्रो यो पितृ बोलाउँदाखेरि यो दसैँ यो सामान्य सङ्क्रान्ति हो त्यसमा चाहिँ नि हाम्रो चाहिँ नि 5-7 पुस्ता पहिलाको चाहिँ पितृहरू लेखेर राखेको छ जस्तो हाम्रो कस्तो भने उता पूर्वतिर पनि हुनुहुन्छ नि त गुरुङ साथीहरू भन्छ उहाँहरूको सन्तति उहाँहरूको पुस्ताहरू पनि यतैबाट नै जानुभएको होला हुनसक्छ बाबु हुनसक्छ 5-7 पुस्ता त भयो 500-700 वर्ष यो ठाउँ चाहिँ कबड्डी 3 र कबड्डी 4 सुटिङ भएको अरे सँगसँगै घर पनि एकदम राम्रो देखिएको छ चिना बागाले गर्दाखेरि हामी बस पार्कसम्म हामी लगभग 30-45 मिनट जति हिँडेर पुग्छौँ अनि हाम्रो चाहिँ अहिले यसरी हिँड्दै जाँदैछौँ बस पार्क करिब हामी ओह्रालो हिँडेको 20-25 मिनट भइसक्यो अनि तपाईँको यो विकास डाँडा भन्ने ठाउँबाट चाहिँ बस लाग्छ अथवा जिप आयो भने जिपमै जाने अनि अब केही समयमा हामी विकासे डाँडा पुग्छौँ अनि विकासे डाँडाबाट पोखराको गाडीमा छोड्छौँ आएपछि पोखरामा आएपछि खाना नभइकन कम्प्लिटै नभए जस्तो लाग्छ त्यो भएकोले गर्दा खाना